नमस्ते सबैजनालाई। आज म तपाईहरुलाई चङ्गामा कसरी धागो हाल्ने भन्ने सिकाउन गइरहेको छु। एउटा चङ्गा लिनुहोस् र प्वाल पार्नको लागि चुच्चो हालको सामग्री लिनुहोस् र माथि र तल प्वाल पार्ने माथि र तल प्वाल पारिसकेपछि तलको भागमा साइडको कुना नाप्नुहोस्, लेफ्ट र राइटको कुना नाप्नुहोस् अनि त्यही अनुसार ट्याक्कै बिचमा पर्ने गरी त्यहाँ धेरै ठुलो पनि प्वाल होइन, सानो प्वाल पार्ने नत्र च्यात्ने सम्भावना हुन्छ। ल अब माथि र तल दुवै प्वाल पारिसकेपछि एउटा डोरी लिनुहोस्। त्यो लिएको डोरीलाई डबल गरी बाँड्नुहोस्। त्यो बाँधिसकेपछि डोरी अगाडिबाट छिराएर पछाडिबाट तान्ने, फेरि पछाडिबाट छिराएर अगाडिबाट तान्ने। त्यो दुवै कार्य भइसकेपछि अब तपाईले 3 चोटि बाँड्नुपर्छ। यसरी नै माथि बाँड्दा जसरी तल पनि बाँड्नु होला। अघिको सेम कपी गर्नु अनि तल पनि 3 चोटि बाँड्नु।